हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ मैले भटमासको दालको रेसिपी लिएर आएको छु। विशेष गरेर यो चाहिँ नेपालको सुदूरपश्चिमको फेमस दाल हो। यो चाहिँ भटमासद्वारा बनाइन्छ। सुरुमा चाहिँ अब भटमासलाई मजाले भुट्ने होइन पाकुन्जेलसम्म, अनि मजाले पाकिसकेपछि त्यसमा मजाले पानी हालिदिने होइन। पानी हालेर अनि छोपेर एकछिन राखिदिने साइडमा। अनि यसमा चाहिँ बेसार चाहिन्छ है। बेसार भनेको चाहिँ अब गहुँको पिठो र पानीलाई मजाले मिक्स गरेर स्लरी बनाउने भने राम्रोसँगले। अनि यो पनि पछि हाल्नुपर्छ। अनि त्यसपछि कराईमा तेल तताएर त्यसपछि अब जे हाल्न मन लाग्छ। मैले चाहिँ यहाँ मेथी ज्वानो र जिरा पड्काएको थिएँ। अनि त्यसै गरेर प्याज र लसुन र अदुवा जति हाल्ने नै हुन्छ होइन। अनि स्वादअनुसारको पिरो नुन अब मसलाहरू जति स्वादअनुसारको खाने त्यति हाले हुन्छ। मैले चाहिँ चाहिने जति हालेँ होइन। मजाले खैरो भएर पाकिसकेपछि यसमा मैले टमाटर हालेँ होइन। टमाटर हालिसकेपछि मरमसला त्यही अनुसारले हाल्ने। अनि एकछिन यसलाई छोपेर नै पकाउने एकछिन यसलाई। अनि धेरैजनाले चाहिँ अब भटमास चाहिँ साँधेर मात्र खाने गरेको पनि हुन्छ नि त। तर भटमासको पनि दाल हुन्छ। यसरी ट्राई गऱ्यो भने एकदम प्रोटिन रिच दाल पनि हो होइन। डिफ्रेन्ट टेस्ट पनि हुन्छ। अनि मजाले छोपेर पकाइसकेपछि मसलाबाट तेल छुटिसकेपछि एकछिन म्यास गरिदिने। अनि त्यसपछि मजाले मसला पाकिसकेपछि अघि हामीले राखेको साइड गरेर राखेको पानी मिसाएको भटमासलाई पनि हालेर एकछिन पकाउने। त्यसपछि हाम्रो बेसार जुन स्लरी थियो त्यसलाई पनि मजाले हाम्रो अघिको उसमा राखेर पकाइदिने। अनि यसलाई चाहिँ मजाले चलाइ पकाउनुपर्छ। अब यो अहिले पातलो देखिरहेको भए पनि एकछिन पकाउँदा उम्लिँदै यो थोरै बाक्लो भएर आउँछ कि। अनि यो दालको मेन हिरो इन्ग्रिडियन्ट्स भनेको चाहिँ चुक हो है। यो चुक चाहिँ मैले अब पहाडबाटै लिएर आएको थिएँ। अनि यसलाई हालेँ। अब यसमा चाहिँ हजुरहरूले चाहिँ एकदम फ्रेस लेमन हाल्नु पनि हाल्न सक्नुहुन्छ होइन। अनि तर अलिकति टक्क अमिलो भयो भने चाहिँ साह्रै मिठो हुन्छ कि। एकदमै थोरै अनि कम इफोर्ट लगाएर यस्तो मिठो दाल पाक्छ होइन भटमासको। हजुरहरूले पनि बनाएर ट्राई गर्नुहोला। मैले पनि यसरी बनाएर ट्राई गर्ने गरेको छु। मेरो सबै परिवारलाई एकदमै मनपर्छ यसरी पकायो भने। अनि यो एकदमै ठिक जस्तो देखिएको छ है, तर पर्फेक्ट छ होइन। अनि यो एकदमै सजिलोसँग मैले यसरी खानासँग सर्भ गरेको थिएँ, आफैले बनाएको चिकन अचारसँग। हजुरहरू पनि पक्कै पनि आफ्नो फ्यामिलीसँग यो सिम्पल सुदूरपश्चिमेली दाल पकाएर ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। अनि मेरो च्यानललाई एकदमै फलो लाइक सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।